गाइज कालीकोटको नाङ्मा बजारबाट हामी अगाडि लाइयो। यहाँ आएर चाय पिएर यहाँबाट अगाडि लाइयो। यहाँहरूको बाली चाहिँ कि जुम्ला सिजा गएर बस्नु, छैन भने अगाडि मुगुतिर गएर अझै 1.5 घन्टा हिँडेर बस्नु र भोलि तपाईँहरूलाई मुगु रारा पुग्न सहिलो हुन्छ भन्ने कुरा गर्नुभयो। त्यही अनुरूप हामीले चाहिँ यहाँबाट यात्रा अगाडि तय गरियो। हाम्रा दुईटा साथीहरू अगाडि गइसक्नु भएको छ। मसँग पछाडि रमेश सर हुनुहुन्छ। हामी कर्णालीको किनारै छौँ गाइज। अब यो हामी अहिले कालीकोट छौँ। यो सिमाना हो, पारि यही चाहिँ जुम्ला भन्नुभयो। यो पुलबाट पारि जुम्ला, वारी कालीकोट छौँ। अब हामीलाई रारा जान दुईटा विकल्प छ। यहाँ आइसकेपछि तपाईँहरू नाङ्मा बजार आइसकेपछि यहाँबाट सिधै जानुभयो भने मुगु हुँदै जानुहुन्छ भने यता गएपछि जुम्ला जानुहुन्छ, होइन र? यता गए जुम्ला, यता गए यही होइन र? हो। अब हामी फर्किँदाखेरि त्यताबाट आउने उद्देश्यले अहिले हामी चाहिँ यहाँबाट अब मुगुतिरको यात्रा तय गरिँदैछ। यही होइन र भनेको सर? ए खस सर यार, मोबाइल झरन सर होइन, त्यहाँ टोपी खस्छ कि दुःख दिएँ यार।